म चाहिँ मेरो बाबु 8 मन्थको भयो। 8 मन्थको बाबुको लागि यो चाउलीमा बनाउँदैछु है त। हल्का यसमा मैले बेबीको पेटको लागि भनेर जनो पुऱ्याएँ हल्का घिउ राखेर। अनि त्यसमाथि हल्का यो चाहिँ क्यारेट्स भयो होइन, अनि यो पोट्याटो, ब्रोकली, अनि त्यसपछि यसमा पम्किन राखेर गर्दैछु बेबीको लागि। यो चाउलीमा बनाएको, तर यो मैले थोरै बनाउँछु भन्दा पनि धेरै भइहाल्छ सधैँभरि है। अनि फेरि आजभोलि बेबीले कम खाइदिएर हुन्छ क्या होइन, म केही खानै मान्दैन। यो चाउलीमा चाहिँ थोरै भयो नि खाना खोजिरहेको हुन्छ उसले, त्यही भएर उसको लागि बनाउँदैछु। मैले यसमा हल्का कुरिलो पनि राखेँ है, बेबीको हेल्दीको लागि भनेर। अनि हेल्थको लागि पनि राम्रो हुन्छ नि त कुरिलोहरू। अनि म यसमा अर्को साग पनि राख्नु बाँकी छ, स्पिनेच यो राखिदिन्छु अलिकति। अर्को खालको मसँग छैन, तर म यही राखिदिन्छु। अनि मेरो चाहिँ उता खाना पाकिरहेछ, यताबाट खाना पछि लिएर यसमा एड गर्छु। अनि आज म उसको लागि दाल चाहिँ छुट्टै बनाउने हो, थोरै दालको पातलो झोल बनाएर खुवाउँछु खायो भने। यसलाई चाहिँ म पछि मजाले पकाएर अनि अब उसले खान सक्ने जस्तो बनाएर खुवाउँछु, त्यही हो। तपाईँहरू कसैले मेरो यो भिडियो हेर्नुभयो भने मलाई के कुराहरूको यो कमेन्टमा रिप्लाई गर्नु होला प्लिज। किनभने मेरो बेबीले पहिला अलिअलि खान्थ्यो है, जे पनि प्युरीहरू भयो, अनि अभोकाडो, बनाना, यसो सबै कुरो, अब एप्पलको प्युरीहरू त खाइराख्ने थियो उसले। आजभोलि कम खान्छ। अनि मैले अरू लिटो पनि उसले खाइरह हुँदैन, अनि यही चाउलीमा पनि खाइरह हुँदैन कि होइन, केही पनि कुरा खान खोज्दैन उसले। किन होला है, मलाई सजेसन गरिदिनु न प्लिज, के कारणले उसले खाँदैन, कसरी खुवाउने होला। मैले गर्न चाहिँ विभिन्न थरीको खानेकुराहरू बनाएर उसलाई टेस्ट गर्न लगाइरहेको हुन्छु, धेरै फोर्स पनि गर्दिनँ होइन, तर उसले खानै मान्दैन कि। अलिअलि खाए पनि हुने नि, एकदमै खाँदैन। अनि अब यो चाहिँ मैले 2-3 दिन पछाडि बनाउनु लागेको हो होइन, यो चाहिँ खान्छ कि भनेर। अरू मैले यो सुजीको हलुवा, मखनाहरू धेरै बनाएँ, उसले खानै खोजेन कि। अनि म जे बनाउँछु त्यो सबै फाल्नुपर्छ है। अब बनाउँछु फाल्छु, उसले खानै खोजिरह हुँदैन। अनि अब अलिअलि खाइदिए पनि त मनमा सन्तोक हुन्थ्यो नि त होइन। फेरि मेरो बेबीको चाहिँ अहिले अब त्यो ब्रेस्ट मिल्क होइन, फर्मुला नै हो, त्यो भएर झन् तनाव हुन्छ क्या। उसले खानेकुराहरू खाइदिँदैन, न्युट्रिसन पुग्दैन भन्ने चिन्ता भइरहेछ।